आज अंग्रेजी नयाँ वर्ष जनवरी 1 म यहाँ पार्कमा आएको छु। गत वर्षभन्दा यसपालि धेरै राम्रो भयो। बिहानै उठे म, रातभरि बसेको। रातभरि 31 तारिक डिसेम्बर 31 तारिक 2025 रातभरि हामी बस्यौँ र नयाँ वर्षलाई वेलकम गर्यौँ। त्यस पछाडि म घर आएँ। घर आएर पनि एकछिन बसेँ अनि पुरा एकदम खुसी लाग्यो। अनि बिहान उठ्दाखेरि चाहिँ पुरा घाम लागिरहेको थियो। गत वर्ष त्यस्तो भएको थिएन र यसपालि चाहिँ मलाई लाग्छ यो नयाँ वर्षलाई सबैलाई सुख शान्ति समृद्धि होस्। कसैले गल्ती गरेको छ भने साधारण मान्छेले पनि गल्ती त गरेको हुन्छ नै र ती गल्तीहरू फेरि दोहोऱ्याउनु भएन र भन्दै आज म छोटो भिडियो यहाँहरूमाझ प्रस्तुत गर्दैछु। र यो चाहिँ म माथि डाँडामा आएको छु। यहाँ सिर्लिक्कै भएको छ। पातहरू, रुखको पातहरू सबै झरिसकेको छ र आज त्यति जाडो पनि छैन, ठिकै जाडो छ। हेर्नुहोस् यो रुखहरू सिर्लिक्क भएको छ। र आजको छोटो भिडियो यहाँहरूलाई मैले प्रस्तुत गरेँ र फेरि भेटौँला। एकदम सुख शान्ति सबैजना ह्याप्पी न्यू इयर भन्न चाहन्छु।